नेपालको गौरव भनेकै नेपाल मण्डलका प्राचीन सभ्यताहरू पनि हुन्। यस्तो सभ्यतामध्ये काठमाडौँको बहाल बहिल र त्यहाँ निर्मित संरचनाहरू पनि हुन्। काठमाडौँ उपत्यकामा कति सङ्ख्यामा बहाल बैलहरू छन् भन्ने यकिन छैन। आज भक्तपुरमा बाँकी रहेको बहाबैको संक्षिप्त परिचय दिन जमर्को गरेको छु। पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति बहाबै चिन्नु सम्पदा संरक्षण गरौँ शीर्षकको यो लेख वाचन गर्न लागेको छु। यो लेख 2080 साल पुस 13 र 4 गतेको मजदुर दैनिकमा प्रकाशित हो। फोटो भक्तपुर नगरपालिकाको फेसबुकबाट साभार गरिएको हो। अब सुन्नुहोस् भक्तपुरको बहाबैको संक्षिप्त परिचय। एक अखण्डशील महाविहार। यसको परिचय यस प्रकार छन्। भक्तपुर नगरको विभिन्न विहारमध्ये अखण्डशील महाविहार एक हो। भक्तपुर वडा नम्बर 4 मा रहेको यस प्राचीन विहारमा पूर्वजसम्म अर्थात् भिक्षु बनाइने वर्षी गर्ने कार्य निरन्तर रूपमा भइरहेको छ। आदि बाहा भनेर पनि परिचित यो बाहालाई स्थानीय जनताले अखबाहा पनि भनिन्छ। बाहा वास्तु स्वरूप अनुसार वर्गाकार चोक भएको यस अखबाहाको पूर्वमा राम मन्दिर जाने बाटो र गाहिते, दक्षिणमा तालाको, पश्चिममा तालाको ठुम्को अर्थात् डम्फो र उत्तरमा बुलुचा हिती रहेका छन्। यस बिहारको ऐतिहासिक पृष्ठभूमि यस प्रकार छन्। नेपालमा प्रचलित विभिन्न वंशावलीहरूमध्ये एक मच्छिन्द्रनाथ बुङ्देवको वंशावलीमा उल्लेख भए अनुसार गोर्खानाथ योगीको कारणले काठमाडौँ उपत्यकामा 12 वर्षसम्म पानी नपरेर हाहाकार भइरहेको बखतमा जलवृष्टि गराउनको लागि लोकनाथ करुणामयलाई कामारू कामाक्षबाट ल्याउनको लागि भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका वज्राचार्य बन्धुदत्त र पाटनको ललित किसान सहितको टोली जानुभएको उल्लेख छ। त्यहाँबाट उहाँहरूलाई ल्याई भक्तपुरमा विराजमान गराउनको लागि यो अखण्डशील विहार निर्माण गरेको हो भन्ने जनविश्वास छ। त्यसैले पाटनमा आज पनि रथ तान्नु अघि अखबाहा भनेर एकचोटि उच्चारण गर्ने चलन अहिलेसम्म पनि रहेको सुनिन्छ। अखण्डशील विहारमा रहेको सबैभन्दा पुरानो अभिलेख बिहारको क्वापाढ्य अर्थात् अक्षभ्य बुद्ध विराजमान गराइएको गर्भगृहमा रहेको नेपाल सम्वत 777 को शिलापत्र हो। यस शिलापत्रमा वज्राचार्य देव ज्योतिले नेपाल सम्वत 775 मा जीर्णोद्धार गर्ने कार्य सुरु गरेर नेपाल सम्वत 777 मा पुरा गरेको उल्लेख भएको छ। यस महाविहारको बाहाको सङ्घ गतिविधि र सम्पदा यस प्रकार छन्। यस अखबाहामा करिब 20 वज्राचार्य परिवार सङ्घ सदस्यहरू रहेका छन्। बाहामा सङ्घ मार्फत पालै पालो दिनौँ बिहान नित्य पूजा र साँझ सन्ध्याकालमा सन्ध्या गर्ने मोटबिहीको बत्ती चढाउने कार्य गर्दै आइरहेका छन्। वर्षैपछि चैत्र शुक्ल पूर्णिमाको दिन यस अखबाहाको मूल चैत्यमा योमरी चढाएर पर्व पूजा गर्दै आइरहेको छ। यो बाको प्रमुख सम्पदाहरूमा क्वापाढ्य अर्थात् अक्षभ्य बुद्ध, मूल वज्र धातु चैत्य, आगम देवता, हे रुख चक्र सम्बर रहेका छन्। दोस्रो विहार छ जेठवर्ण महाविहार। यसको परिचय यस प्रकार छन्। भक्तपुर नगरको वडा नम्बर 3 तेखाचो तोलमा जेठवर्ण महाविहार रहेको छ। निवा बुद्धाचार्य अर्थात् शाक्यहरू प्रवचित गर्ने अर्थात् वर्षी गर्ने यो विहारलाई पाटनको हिर्णवर्ण महाविहारको सिद्ध हस्त र प्रख्यात धातुकलाको काम गर्ने निवा शाक्यहरूको बाहा भएकोले स्थानीय जनताले निवा बाहा पनि भनिन्छ। बाहाको वास्तु स्वरूप अनुसार वर्गाकार चोक भएको यस निवा बाहाको पूर्वमा बाराही मन्दिर, दक्षिणमा तेखाचो तोलको मूल बाटो, पश्चिममा टचकोनी र उत्तरमा लस्कर देवताको मन्दिर रहेको छ। यसको ऐतिहासिक पृष्ठभूमि यस प्रकार छन्। जेठवर्ण महाविहार स्थापनाका बारेमा स्पष्ट उल्लेख भएको अभिलेख हालसम्म प्राप्त भएको छैन। त्यसो भए तापनि गुणसिंह आजुले वर्तमान जेठवर्ण महाविहार क्षेत्रमा नेपाल सम्वत 751 देखि 754 तिर जग्गा खरिद गरिएको देखिएकोले त्यस समयभित्र जेठवर्ण महाविहार स्थापना भएको अनुमान गरिएको छ। यस महाविहारको क्वापादेवको बायाँ भित्तामा अहिलेसम्म प्राप्त सबैभन्दा पुरानो अभिलेख राखिएको छ। राजा रञ्जित मल्लको समयमा भक्तपुर दरबारको प्रसिद्ध लुटवाघा अर्थात् स्वर्णद्वार बनाउने यस महाविहारका गुणाकर, रतिकर र प्रभाकरहरूले विश्वकर्मालाई नेपाल सम्वत 871 मा हेल्फो चढाएको विवरण त्यस अभिलेखमा उल्लेख छ। बाहाको सङ्घ गतिविधि र सम्पदा। निवा बाहामा करिब 100 घर निवा बुद्धाचार्य शाक्य परिवार सङ्घ सदस्यहरू रहेका छन्। यस बाहामा सङ्घको सदस्यबाट दिनौँ पालै पालो बिहान नित्य पूजा गर्ने अर्थात् देखचाकेको कार्य भइरहेको छ।
प्रत्येक वर्ष यस निवा बाहाको मूल चैत्यमा चिठी नगएको समयमा पूजा गर्दै आइरहेका छन्। त्यसै गरी कुठुबैमा पनि यस बाहाका सङ्घले वर्षको 6 महिना नित्य पूजा गर्ने र त्यहाँको दीपङ्कर बुद्धको जात्रा सञ्चालन गर्दै आइरहेको छ। यो बाहाको मूल सम्पदाहरूमा क्वापाद्यको रूपमा मैत्रेय बोधिसत्व, दीपङ्कर बुद्ध र मूल वज्र ढाटो चैत्य हुन्। तेस्रो बिहारमा बौद्ध समकृत बिहार अर्थात् कुटुबई। यसको परिचय यसरी छ। भक्तपुर नगरको वडा नम्बर 1 भारबाचुतोलमा बौद्ध समकृत बिहार रहेको छ। स्थानीय जनताले कुटुबई भनेर चिनिने यस बिहार बही वास्तुकला स्वरूपमा चतुष्कोणाकारको रूपमा रहेको छ। 15 दान पर्व एवं सम्यक महादान पर्वमा ल्याइने दीपङ्कर बुद्धको मूर्ति यस बिहारमा रहेको छ। यस बिहारको पूर्व दिशामा इताछे भरबाचुतोल, दक्षिण दिशामा भारबाचुतोल ढोकाबाट काठमाडौँ जाने मोटर बाटो, पश्चिम दिशामा सिद्धपोखरी र उत्तर दिशामा थथुबई रहेका छन्। यसको ऐतिहासिक पृष्ठभूमि बौद्ध समकृत बिहार स्थापना भएको समय उल्लेख भएको अभिलेख अहिलेसम्म भेटिएको छैन। तर पनि यस बिहार र अलिमाथि रहेको जे कीर्ति महाविहार थथुबईको क्षेत्रफल, बैको वास्तु स्वरूप आदि समान देखिएको हुनाले यो बिहार थथुबई निर्माण गरिएको समयमै निर्माण भएको अनुमान गर्न सकिन्छ। अहिलेसम्म प्राप्त पुरानो अभिलेख नेपाल सम्बर 743 को तारपत्र अनुसार राजा जगज्योति मल्लले काठमाडौँ टोलका गुणसिंह नेवा बाँडालाई कोटु खेलको घर खेदिएको कुरा उल्लेख गरिएको पाइन्छन्। बाहाको सङ्घ गतिविधि र सम्पदामा यस प्रकार छन्। यस बौद्ध समकृत महाविहारका सङ्घ सदस्यहरूमा चतुर्वर्म महाविहारका वज्राचार्य चिवागाखल, ढ्याङखल, म्याकेखल र जेठवर्ण महाविहारका बुद्धाचार्य शाक्यहरू रहेका छन्। उहाँहरू दुवै खलकहरूमध्ये प्रत्येक खलकले 6 महिनामा आलो पालो गरी दिनै प्रत्येक बिहान देख च्याकेको र सन्ध्याकालमा सन्ध्या पूजा अर्थात् मोटबियो कार्य गर्दै आइरहेका छन्। त्यसले नै प्रत्येक वर्ष सम्पन्न हुँदै आएको 15 र सम्यक महादान पर्वमा पनि दीपङ्कर बुद्धको जात्रा सम्पन्न गर्दै आएका छन्। यस बहीका मूल सम्पदाहरूमा बहीको गन्धुरी देवता शाक्यमुनि बुद्ध, दीपङ्कर बुद्ध, बहीको मूल चैत्य, महाङ्काल, आगमन देवता, वज्रदेवी आदि हुन्। चौथौं बिहारमा जयकीर्ति महाविहार अर्थात् थथुबई। परिचय यसरी छ। भक्तपुर नगरको वडा नम्बर 1 इताछे टोलमा जयकीर्ति महाविहार रहेको छ। स्थानीय जनताले थथुबई भनेर चिनिने यस बही वास्तुकला स्वरूप अनुसार चतुष्कोण चोक भई चारैतिर बही घरले घेरिएको छ। भक्तपुर नगरको बही वास्तुकला अनुसार एकमात्र मूल स्वरूपमा बाँकी रहेको बही भएको कारणले गर्दा यसको महत्त्वपूर्ण स्थान छ। यस बहीको बाहिरी परिसर अर्थात् भुइँखेउमा नेपाल सम्बर 787 सालदेखि प्रत्येक वर्ष सम्यक महादान पर्व मनाउँदै आइरहेको छ। 15 पर्व एवं सम्यक महादान पर्वमा ल्याइने दीपङ्कर बुद्धको मूर्ति यस बिहारमा रहेको छ। यस बिहारको पूर्व दिशामा नकपोखरी, नपुकु तथा इताछे टोल, दक्षिण दिशामा कुठुबई तथा काठमाडौँ भक्तपुर बस र पश्चिम दिशामा सिद्धपोखरी र उत्तर दिशामा नगरकोट जाने सडक छन्। यसको ऐतिहासिक पृष्ठभूमि यस प्रकार छ। जयकीर्ति महाविहार थथुबई कुन समयमा स्थापना भएको हो भन्ने उल्लेख भएका अभिलेख अहिलेसम्म भेटिएको पाइँदैन। तर पनि यस बहीसँग आबद्ध एक भारदारले नेपाल सम्बत 289 मा यस बहीको अगाडि एक नपुकु निर्माण गरिएको थियो भन्ने कुरा गोपालराज वंशावलीमा उल्लेख भएका हुनाले सो समयभन्दा अगाडि नै यस बही निर्माण भएको देखिन्छ। यस बहीको क्वापादेवको पाठपीठमा रहेको नेपाल सम्बर 666 को अभिलेख नै सबैभन्दा पुरानो अभिलेख हो। राजा जितामित्र मल्लको पालामा जयरत्न वज्राचार्यले थथुबई जीर्णोद्धार गरिएको नेपाल सम्बर 794 को अभिलेख क्वापादेवको मूल द्वारको दायाँ बायाँ रहेको छ। बाहाको सङ्घ गतिविधि र सम्पदा। जयकीर्ति महाविहारमा चतुर्वर्म महाविहारको वज्राचार्य चिवागाखल, घ्याङखल, म्याकेखल र ज्येष्ठवर्ण महाविहारको बुद्धाचार्य अर्थात् शाक्यहरू सङ्घका सदस्य रूपमा रहेका छन्। यी दुई महाविहारका सङ्घ सदस्यहरूबाट आलो पालो गरी दैनिक रूपमा बिहान देख स्याकेको नित्य पूजा र सन्ध्याकालीन समयमा सन्ध्या पूजा गर्ने कार्य हुँदै आइरहेका छन्। त्यसरी नै भक्तपुरको प्रसिद्ध 15 पर्व र सम्यक महादान पर्वमा दीपङ्कर बुद्धको जात्रा गर्दै आइरहेका छन्। यस बहीका मूल सम्पदाहरू बहीको गन्धुरी देवता अर्थात् पद्मपानी बोधिसत्व, दीपङ्कर बुद्ध, मूल चैत्य, मुचलिन्द बुद्ध, आगमन देवता चक्रसम्बर हुन्।
पाँचौं महाविहारमा ज्येष्ठ वर्ण महाविहार छन्। यसको परिचय यसरी छ। भक्तपुर नगरको वडा नम्बर 1 मा नै रहेका अर्को विहार ज्येष्ठ वर्ण महाविहार हो। टोंचकोनी स्थानमा स्थापना भएको महाविहार भएकोले स्थानीय जनताले यस महाविहारलाई टोंचकोनी बाहा भनिन्छ। बाहाको वास्तुकला स्वरूप अनुसार यो बाहामा वर्गाकार चोक छ। यस विहारमा रहेका सङ्घ सदस्यहरू बुद्धाचार्य अर्थात् शाक्यको प्रवजित गर्ने कार्य अर्थात् वर्षीय कार्य निरन्तर रूपमा गरिँदै आएको छ। यस बाहाको पूर्वमा इटाछीबाट टेकाछो जाने बाटो, दक्षिणमा भारबचो जाने बाटो, पश्चिममा नपुखु र उत्तरमा इटाछी रहेको छ। ऐतिहासिक पृष्ठभूमि ज्येष्ठ वर्ण महाविहार स्थापना भएको उल्लेख गरिएको अभिलेख अहिलेसम्म प्राप्त भएको छैन। त्यसो भए तापनि हालसम्मको प्राप्त भएको सबैभन्दा पुरानो यस बाहाको अभिलेख यसै बाहाको मूल चैतीमा नेपाल सम्मत 820 उल्लेख गरिएको छ। अक्षर सबै खिइसकेको एउटा शिलापत्र क्वापाड्य घरको भित्तामा रहेको छ। यस विहारमा रहेका सङ्घ सदस्य बुद्धाचार्य अर्थात् शाक्यहरू काठमाडौँको टच्छेबाहाबाट आएको भन्ने चलन छ। बाहाको सङ्घ गतिविधि र सम्पदा यस प्रकार छ। टोंचकोनी बाहाको बुद्धाचार्य अर्थात् शाक्यहरू करिब 15 परिवार सङ्घ सदस्यहरू रहेका छन्। यहाँको बुद्धाचार्य शाक्यहरू पहिला ठठुबईमा प्रवजित गर्ने कार्य गरिँदै आएको थियो। पछि यो बाहा निर्माण गरिसकेपछि सम्पूर्ण परम्परा यही बाहामा सञ्चालन गर्दै आइरहेका छन्। आजभोलि बाहामा प्रत्येक दिन पाली पालो यहाँ सङ्घ मार्फत बिहान चाहिँ देखचाकी गर्ने र साँझ सन्ध्या गर्ने कार्य भइरहेको छ। प्रत्येक वर्ष यस बाहामा प्रत्येक महिनाको 1 गते अर्थात् सङ्क्रान्ति अर्थात् सोलुको दिन र ग्रहणको समयमा बाहाको आगममा पूजा गर्दै आएका छन्। बाहाको मूल सम्पदाहरूमा क्वापाड्य शाक्यमुनि बुद्ध र मूल वज्र धातु चैत्य रहेको छ। छैठौं महाविहारमा लोकेश्वर महाविहार पर्छ। परिचय भक्तपुर नगरको वडा नम्बर 2 मा रहेको लोकेश्वर महाविहार एक प्रसिद्ध महाविहार हो। स्थानीय भाषामा लस्कहबा भनेर पनि नै चिनिने यस महाविहारमा प्रवजित कार्य हुने गरेको छ। बिहारको वास्तुस्वरूप अनुसारको चोक यस बिहारमा रहेको छैन। यस बिहारको पूर्वमा खमा बहाल, दक्षिणमा टापलाछी, पश्चिममा इटाछी र उत्तरमा कुस्कटोल रहेको छ। ऐतिहासिक पृष्ठभूमि नेपालको विभिन्न वंशावलीहरूमध्ये एक बुङ्देवको वंशावली अनुसार काठमाडौँ उपत्यकामा गोर्खानाथ युगको कारण 12 वर्षसम्म पानी नपरेर हाहाकार भइरहेको समयमा जलवृष्टिको लागि सहकालका देवता श्री लोकनाथ कर्णामे ल्याउनको लागि भक्तपुरका राजा नरेन्द्र देव, काठमाडौँको वज्राचार्य बन्धुदत्त र पाटनको ललित किसानको टोली कलिगढ सम्म 3700 मा कामाख्या जानुभएको कुरा उल्लेख गरिएको छ। लोकनाथलाई काठमाडौँ उपत्यकामा ल्याइसकेपछि सहकालको सुरुवात भएको मानिन्छ। यसरी ल्याइएको सहकालका देवताले पाटनमा स्थापना गरिएको भए तापनि त्यहाँ स्थापना गरिएको जस्तै कर्णामेको मूर्ति भक्तपुरमा पनि स्थापना गर्न स्थानीयको सपनामा आज्ञा भए अनुरूप कलिगढसम्म 3701 मा यो लोकेश्वर महाविहार निर्माण गरिएको कुरा स्थानीय मानिसहरूको डापा भजन गरिने सपुको पुष्पिका वाक्यमा उल्लेख भएको छ। भक्तपुरको एकमात्र प्रसिद्ध लोकेश्वरको मन्दिरको रूपमा रहेको यस विहारमा बिहानैदेखि भक्तजनहरूको उपस्थिति रहने गरेको छ। नेपालसम्म 950 को ताम्रपत्र यस महाविहारको अहिलेसम्म प्राप्त पुरानो अभिलेखको रूपमा रहेको छ। बिहारको सङ्घ गतिविधि र सम्पदा यस प्रकार छ। यस लोकेश्वर विहारमा करिब 20 वज्राचार्य परिवारका सदस्यहरूको एक सङ्घ रहेको छ। सो सङ्घ मार्फत पाली पालो दिनदिनी बिहान देखचाकी गर्ने र साँझ सन्ध्या गर्ने अर्थात् बत्ती चढाउने कार्य निरन्तर रूपमा भइरहेको छ। यस बाहाको मूल लोकेश्वरको मूर्तिलाई हरेक वर्ष गुनाघाट द्वितीय तिथिमा खतमा राखे नगर परिक्रमा गर्ने परम्परा रहेको छ। यस बिहारको प्रमुख सम्पदामा क्वापाड्य स्वरूप लोकेश्वरको मूर्ति, मूल वज्र धातु चैत्य, धर्म धातु मण्डल र विभिन्न चैत्यहरू रहेको छ। यस बिहारको आगम देवताको रूपमा चन्दल महारोशन रहेको छ। सातौं महाविहारमा चतुर्वर्म महाविहार। यसको परिचय यसरी छ। भक्तपुरको दरबार क्षेत्र रहेको वडा नम्बर 5 मा यस चतुर्वर्म महाविहार रहेको छ। टोरीछे बाहा भनेर पनि चिनिने यस बाहालाई स्थानीय जनताले बाहाछे भनेर पनि भनिने गरिन्छ। उपत्यकाभित्रकै बेजोड बाहा वस्तुकलाको अनुपम नमुनाको रूपमा खडा भएको वर्गाकार चोक र चारैतिर बाहाछे भएको यस टोरीछे बाहामा पूर्वजसम्बर भिक्षु बनाउने कार्य निरन्तर रूपमा गर्दै आएको छ। पन्जरा पर्व एवं सम्यक महादान पर्वमा जात्रा गरिने दीपङ्कर बुद्धको मूर्ति यस बिहारमा रहेको छ। यस बिहारको पूर्वमा साकोठा, दक्षिणमा तौमरी, पश्चिममा
पचपन्नी झाले दरबार र उत्तरमा बालकोटोल रहेको छ। यसको ऐतिहासिक पृष्ठभूमि यस्तो छ। चतुर्वर्ण महाविहार नेपाल सम्बर 611 सालमा राजा राय मल्लको शासनकालमा निर्माण भएको हो। कुमारीको विविध रूपमा दरबारमा पूजा गर्ने काठमाडौँ टच्छेबाका प्रसिद्ध वज्राचार्य सुरुत वज्राचार्यका माइलो छोरा जीवचन्द्रलाई बोलाएर उहाँलाई स्थायी रूपमा बसोबास गराउनका लागि नै यस बाहाको निर्माण गरिएको हो। चतुर्वर्ण महाविहारमा रहेको प्राप्त सबैभन्दा पुरानो अभिलेख राजा विश्वमल्लको शासनकाल नेपाल सम्बर 671 को एउटा तम्सुक पत्रमा तलमन्डे ट्वा बहाल छे उल्लेख भएको छ। यस बाहाको विषय घटनावली टिपोटमा दीपङ्कर बुद्धको गहनामा बाहाको तोरणमा टुँडालमा हस्तलिखित ग्रन्थको पुष्पिका वाक्य आदिमा विभिन्न अभिलेखहरू रहेका छन्। बाहाको सङ्घ गतिविधि र सम्पदा चतुर्वर्ण महाविहारमा चिवाग ढ्याङखल म्याकेखल छुमाखल डेगचल्युनी खल र टोरिछे खल गरी जम्मा 6 खलकका करिब 150 वज्राचार्य परिवार सङ्घ सदस्यहरू रहेका छन्। टोरिछे बाहामा सङ्घ मार्फत पाले पालो दिनदिनी बिहान डेकेचाकी पूजा साँझ पख सन्ध्या यागो कार्य भइरहेको छ। त्यसै गरी दसैँ र बिस्का जात्रामा सबै सङ्घ सदस्यहरूले आगममा अनिवार्य रूपमा पूजा गरिन्छ। यस बाहामा सङ्घ सदस्यहरूलाई भक्तपुरमा रहेका अरू बाहा बहीहरूमा पनि बौद्ध परम्परा अनुसार पूजा र संस्कृति संस्कार गर्दै आइरहेको छ। त्यसमध्ये चिबाग घ्याङ्गखल र म्याकेखलले ठटुबईमा ज्येष्ठ वर्ण महाविहारका सङ्घ सदस्यहरूसँग कुटुबईमा जेठ वर्ण महाविहारका सङ्घ सदस्यहरूसँग मिली नित्य पूजा पर्व पूजा र दीपङ्कर बुद्ध पूजा जात्रा गर्दै आइरहेका छन्। विगतमा यस चतुर्वर्ण महाविहारका छुमा खलले यालेछे बहीको नित्य पूजा पर्व पूजा गर्दै आएको थियो। टोरिछे खलको झौर बहीको नित्य पूजा पर्व पूजा र दीपङ्कर बुद्ध पूजा आदि गर्दै आइरहेका छन्। त्यसै गरी यस खलका वज्राचार्य जयरत्नले नेपाल सम्बर 787 मा सम्यक महादान गरेको र पछि उहाँका सन्ततिहरूले पनि सम्यक महादान पर्वलाई निरन्तरता दिँदै आजसम्म पनि अविरल रूपमा निरन्तर यो दान पर्व चलि आइरहेको छ। हरेक वर्ष यो मरी पुनीको 4औं दिनमा यस टोरिछे बाहाका सङ्घ सदस्यहरू जम्मा भएर सङ्घ भोजन गर्दै आइरहेका छन्। क्वापा देवको रूपमा रहेको पर्णपानी लोकेश्वर दीपङ्कर बुद्ध वास्तुकलायुक्त बाहाछे मूल वज्र धातु चैते आगम देवको रूपमा रहेको वज्रदेवीको मूर्ति यस बिहारका प्रमुख सम्पदाका रूपमा रहेका छन्। 8औं बही यालछे बही। यसको विवरण यसरी छ। वयो विरुद्ध बौद्ध विद्वानहरूको भनाइ अनुसार भक्तपुर नगर वडा नम्बर 2 मा यालाछे बहिरहेको अनुमान गरिएको छ। यस बही सम्बन्धी कुनै पनि हस्तलिखित ग्रन्थ अभिलेख प्राप्त भएको छैन। यद्यपि वर्तमान अवस्थामा यालाछे भएको स्थान वरपरको भन्दा अग्लो स्थान पुरानो शैलीको चैत्य र विक्रम सम्वत 2056 सालसम्म पनि त्यहाँ सिद्ध पुरुषहरूको शिलामूर्ति कुदिराखेको ढुङ्गा रहेको आदि बही वास्तुकलाका विशेषतासँग मिल्ने सामग्री रहनुले धेरै मात्रामा यस स्थानमा यालाछे बहिरहेको अनुमान गर्न सकिन्छ। चतुर्वर्ण महाविहारका छुमा खलबाट हेरविचार र रेखदेख गरिँदै आएको भनिए तापनि उक्त कार्य कहिलेबाट सुरु गरियो र कहिलेसम्म गरियो भन्ने कुनै जानकारी नभएकोले यसै भन्न सकिने अवस्था छैन। तत्कालीन पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा यस बिहारलाई पूर्ण रूपमा ध्वस्त गरिएको भनाइ छ। 9औं बिहार सुवर्ण बिहार। भक्तपुर नगरको वडा नम्बर 5 मा यस सुवर्ण बिहार रहेको छ। स्थानीय भाषामा सुको ढ्वाखा बही भनेर पनि चिनिने यस बाहामा भीमसेनको पनि मूर्ति रहेको छ। बिहारको वास्तु स्वरूप अनुसारको चतुष्कोण आकारको चोक रहे तापनि हाल यसको आकार अलि बिग्रिएको देखिन्छ। यस बिहारको पूर्वमा गोलमरी, दक्षिणमा चासुखेल, पश्चिममा सुकुल ढ्वाखा र उत्तरमा याछेतोल रहेको छ। यसको ऐतिहासिक पृष्ठभूमिमा यस बिहारको प्रारम्भिक इतिहासलाई प्रकाश पार्ने कुनै प्रकारको अभिलेख प्राप्त भएको छैन। यहाँको भौतिक स्वरूपलाई निहाल्दा भक्तपुरको एक पुरानो बिहार हो भने अनुमान गर्न सकिन्छ। यहाँ सुरक्षित पञ्चरक्षा नामक एक किताबमा ज्योतिमल्ल देवको नाम स्पष्टसँग उल्लेख भएकोले यस बिहारको प्राचीनताबारे अनुमान गर्न सकिन्छ। यस पञ्चरक्षा नामक किताबको अन्तिम पेजमा उल्लेखित वाक्यांशमा यस किताब पशुपति महाविहारका वज्राचार्य थपलजुबाट सुकुल ढ्वाखा बहीका हलिफारोलाई लेखी अर्थात् उतार गरी हस्तान्तरण गरेको देखिन्छ भनेर लेखिएको छ। श्रोताहरू, यसमा चाहिँ नि थपलजु भनेर चाहिँ एक शब्द आएको छ। यो थपलजुलाई पाटनमा थपा आजु भन्ने गरिन्छ। थपलजु भनेको थपा आजु नै रहेछ। अब कन्टिन्यू गरौँ लेखलाई। यस बिहार टिकपुछे
सुकुल ढाका टोलमा पर्ने भएकोलाई यस पञ्चरक्षक किताबमा यस बिहारलाई सुकुल ढाका बही भनेर भन्ने गरिन्छ। आजसम्म पनि पशुपति अर्थात् प्रसन्नशील महाविहारका वज्राचार्य ठपलजुबाट नै यस बिहारमा परम्परा कार्य गरिआएको पाइन्छ। यहाँ सुरक्षित पञ्चरक्षा नामक एक किताबमा ज्योतिमल्ल देवको नाम स्पष्टसँग उल्लेख भएकोले यस बिहारको प्राचीनताबारे अनुमान गर्न सकिन्छ। यस पञ्चरक्षा नामक किताबको अन्तिम पेजमा उल्लेखित वाक्यांशमा यस किताब पशुपति महाविहारका वज्राचार्य ठपलजुबाट सुकुल ढाका बहीका हलिभारोलाई लेखी अर्थात् उतार गरी हस्तान्तरण गरेको देखिन्छ भनेर लेखिएको छ। श्रोताहरू, यसमा चाहिँ नि ठपलजु भनेर चाहिँ एक शब्द आएछ। यो ठपलजुलाई पाटनमा ठपा आजु भन्ने गरिन्छ। ठपलजु भनेको ठपा आजु नै रहेछ। यस बिहार टिबुक र सुकुल ढाका टोलमा पर्ने भएकोले यस पञ्चरक्षक किताबमा यस बिहारलाई सुकुल ढाका बही भनेर भनिएको छ। आजसम्म पनि पशुपति अर्थात् प्रसन्नशील महाविहारका वज्राचार्य ठपलजुबाट नै यस बिहारमा परम्परा कार्य गरिआएको पाइन्छ। यस सुवर्ण बिहारको उत्तरी दलानमा रहेको शिलापत्रमा यहाँ गर्नुपर्ने कार्यविधि विधि विधानका बारेमा स्पष्ट उल्लेख गरिएको पाइन्छ। बिहारको स्वरूप सम्पदा र गतिविधि यस प्रकार छन्। भक्तपुरको एक जीर्ण अवस्थामा रहेको प्राचीन बिहार भएकोले यस बिहारका सङ्घ सदस्यको शाक्य वज्राचार्य वा शुद्धकार हो भने कितानका सार भन्न नसकिए तापनि यहाँ शुद्धकारहरूको एक सङ्घ रहेको छ। उनीहरू त्यहाँ स्थापना गरिएको भीमसेन अर्थात् भिसिडियोको पुजारीहरू पनि हुन्। आजभोलि परम्परा चलाइराखेका शुद्धकारहरूको परिवारको सङ्ख्या पनि अत्यन्त न्यून रहेको छ। उनीहरूले वर्तमान प्रसन्नशील महाविहारको वज्राचार्य ठपलजुबाट परम्परा गरिआएको पाइन्छ। घुम्ला महिनामा 8-9 दिन वैद्य बुएको अर्थात् वैद्य प्रदर्शन गर्ने चलन अद्यावधि रहेको देखिन्छ। टेराकोटाको बुद्धको मूर्ति, वज्र धातु मण्डल चैत्य, वज्र सटोको मूर्ति आदि यहाँका सम्पदाहरू हुन्। 10औं बिहारमा मन्जुवर्ण महाविहार। यसको परिचय यसरी छ। भक्तपुर नगरको वडा नम्बर 10 बेखाल टोलमा मन्जुवर्ण महाविहार रहेको छ। स्थानीय भाषामा वाङबा भनेर पनि चिनिने यस बाहामा प्रवज्या सम्बर अर्थात् वर्षीय कार्य निरन्तर रूपमा गर्दै आएको छ। बाहा वास्तुस्वरूप अनुसार वर्गाकार चोक भएको बाहाको पूर्वमा प्रसन्नशील महाविहार, दक्षिणमा थालाछ्या नाग पोखरी, पश्चिममा महालक्ष्मी र उत्तरमा बेखाल पोखरी रहेको छ। यसको ऐतिहासिक पृष्ठभूमिमा मन्जुवर्ण महाविहार स्थापना समय उल्लेखित अभिलेख अहिलेसम्म प्राप्त भएको छैन। त्यसो त मध्यकालको अन्तिम समयतिर यस बिहारको स्थापना भएको हो भनी अनुमान गरिएको छ। पशुपति महाविहारमा चुडाकर्म गरिएका अर्थात् वर्षी गरिएकाहरूमध्ये पाटनबाट आएर बसेका बुद्धाचार्य शाक्यहरूले यस बिहार स्थापना गरी वज्राचार्य अभिषेकले वज्राचार्य भएको हो। यस बिहारको अहिलेसम्म प्राप्त भएको सबैभन्दा पुरानो अभिलेख नेपाल सम्वत 986 रहेको छ। यस बाहाको सङ्घ गतिविधि र सम्पदा यसरी छ। मन्जुवर्ण महाविहारका सङ्घ सदस्य वज्राचार्यहरू हुन्। पाटनबाट आइरहेको बुद्धाचार्य शाक्यहरूले यस बिहार स्थापना गरी वज्राचार्य अभिषेकले वज्राचार्य भएको हुनाले बल गुबाजो अर्थात् बलपूर्वक गुबाजो भएकाहरू वज्राचार्य भएको भन्ने गरिन्छ। उहाँहरूको सङ्घ सदस्य करिब 15 परिवार छ। उहाँहरूमध्ये एउटा परिवारले बहालमा दिने बिहान देखचाकिएको र साँझपख सन्यायागु गरी कार्य पूजा गर्दै आइरहेको छ। त्यसै गरी पर्व पूजा अनुसार बाहाको चैतीमा हरेक वर्ष बुसा र विशेष पूजा गर्दै आइरहेको छ। यस बाहाको प्रमुख सम्पदाहरूमा अत्यन्त आकर्षक दुरुल अर्थात् मार्बलको क्वापाड्य महावैरवचनको मूर्ति, बाहाको मूल चैत्य र आगम देवताको रूपमा हेरुक चक्र सम्बर हुन्। 11औं महाविहार प्रसन्नशील महाविहार। भक्तपुर नगरको वडा नम्बर 10 क्वाथन्ड टोल स्थित प्रसन्नशील महाविहार भक्तपुरको प्राचीन बिहारमध्ये एक हो। पुरानो अभिलेखहरूमा यस बिहारको नाम पशुपति महाविहार भनी उल्लेख गरिएको पाइन्छ। त्यसैले यो बिहारलाई स्थानीय जनताले पशु बाहा पनि भनिन्छ। बाहाको वास्तुकला अनुरूप यसको चोक वर्गाकार रहेको छ। यस बिहारमा प्रवज्या अर्थात् वर्षीय कार्य निरन्तर रूपमा गर्दै आएको छ। यस पशुबाहाको पूर्व दिशामा क्वाथन्ड टोल, दक्षिण दिशामा विश्वकर्मा छे, पश्चिम दिशामा नागपोखरी बेखाल टोल र उत्तर दिशामा दीपङ्कर बिहार रहेका छन्। यसको ऐतिहासिक पृष्ठभूमि यस प्रकार छन्। प्रसन्नशील महाविहारको स्थापना भएको समय स्पष्ट उल्लेख भएको अभिलेख अहिलेसम्म प्राप्त भएको छैन। यस महाविहारको भण्डारमा भएको नेपाल सम्म 527 को भुजिमोल लिपिमा लेखिएको राजा धर्ममलको समयमा जग्गा किनबेच गरेको तमसुकमा साक्षी बस्ने श्री भुवन धर्म संस्कारी श्री पशुपति महाविहारको वज्राचार्य अभयजु भनी उल्लेख गरिएको पाइन्छ।
त्यस्तै नेपालसम्म 668 सालमा हिरण्यवर्ण महाविहारको दानपति कोशराज भारोले यस विहारले पठाएको सङ्घ भोजनको निमन्त्रणा पत्रमा पनि श्री भुवनाकर संस्कारित पशुपति महाविहार भनी सम्बोधन गरिएको छ भन्ने सम्बर 694 सालमा श्री पद्मकास्त गिरी भूविहारको दानपति क्वाठनायक जय कृतिराजजुले पठाएको निमन्त्रणा पत्रमा पनि श्री भुवनाकर धर्म संस्कारित श्री धर्मकीर्ति विहार श्री पशुपति विहार भनेर उल्लेख भएको पाइन्छ। यस आधारमा पशुपति महाविहारको संस्थापक भुवनाकर रहेको मान्न सकिन्छ। नेपाल सम्म 198 सालको एउटा बोधिचर्यावतार हस्तलिखित ग्रन्थमा भुवनाकर नाम भएको उल्लेख भएको देखिएकोले पशुपति महाविहारको स्थापना नेपाल सम्म 198 को आसपासमा भएको देखिन्छ। बाहाको सङ्घ गतिविधि र सम्पदा प्रसन्नशील महाविहारमा वज्राचार्य र बुद्धाचार्य शाक्यहरूको संयुक्त सङ्घ रहेको छ। यस महाविहारको सङ्घमा उहाँहरूको 2 खलक वज्राचार्य र बुद्धाचार्य शाक्यहरू खलक गरी करिब 70 परिवार रहेका छन्। यस महाविहारको सङ्घमा 10 तबीर परम्पराको व्यवस्था भएको पाइन्छ। उहाँहरू सङ्घमा प्रवेश गरेको ज्येष्ठता क्रम अनुसार नै सङ्घमा 10 तबीर परमा आसीन हुने व्यवस्था गरिने परम्परा रहेको छ। उहाँहरूमध्ये वज्राचार्य सङ्घले प्रसन्नशील महाविहारको क्वापादेव आगम देवताको दैनिक रूपमा आलो पालो गरी बिहान नित्य पूजा सन्ध्याकालमा सन्ध्यायागो गर्ने कार्य सुचारू गर्दै आएका छन्। त्यसै गरी बुद्धाचार्य शाक्यहरू सङ्घले आदि पद्म महाविहारको क्वापादेव आगम देवता बिहान नित्य पूजाका साथै सन्ध्याकालमा सन्ध्या गर्ने गर्दै आएका छन्। त्यसै गरी महाविहारको थपाजुले दीपङ्कर बुद्धले बिहान देख चाकिएको र बेलुका दीपावली पूजा गर्दै आएका छन्। यस महाविहारमा वर्षको एकचोटि दीपङ्कर बुद्ध अगाडि विराजमान गराई सदस्य भेला भएर दिवाली पूजा मनाउने गरिन्छ भने वर्षको 2 पटक स्तवीर आजहरू भेला भएर नायक गुठी पर्व पूजा मनाइन्छ। त्यसै गरी सबै सङ्घहरू भेला भएर पालै पालो सम्यक दान पर्व 15 को बेलामा दीपङ्कर बुद्धको जात्रा गरिन्छ। यस विहारको प्रमुख सम्पदाहरूमा क्वापादेव देवता लोकेश्वर बाहाको मूल चैत्य 2 वटा आगम घरभित्रको आगम देवता हेरुक चक्र सम्बर आदि रहेका छन्। 12औं विहार मूल दीपङ्कर विहार। यसको परिचय यस्तो छ। मूल दीपङ्कर विहार भक्तपुर नगरको वडा नम्बर 10 पाठण्ड टोलमा अवस्थित छ। देवननी भनेर पनि चिन्ने यस विहारमा 15 पर्व एवं सम्यक महादान पर्वमा जात्रा गरिने दीपङ्कर बुद्धको मूर्ति रहेको छ। भक्तपुरको मूलमा आज मुख्य दीपङ्कर रहेको यो विहारको पूर्व दिशामा क्वाठण्ड पोखरी, दक्षिण दिशामा प्रसन्नशील महाविहार, पश्चिम दिशामा बेखाल टोल र उत्तर दिशामा बेखाल पोखरी रहेको छ। ऐतिहासिक पृष्ठभूमि प्रसन्नशील महाविहार पशुपति महाविहारको देवननी भनेर चिनिएको दीपङ्कर विहारमा नै प्रसन्नशील महाविहारको सबै पर्व पूजाहरू अन्तर्गतको साङ्गीतिक परम्पराहरू सम्पन्न गरिन्छन्। यस विहारमा प्रसन्नशील महाविहारको पशुपति महाविहारको मूल आज अर्थात् थपाज भइसकेपछि बाँकी जीवन यही विहारमै बसेर बिताउनु पर्ने परम्परा छ। मूल दीपङ्कर विहारमा विराजमान गराइएको मूल दीपङ्कर बुद्धको हातमा सम्बर 202 उत्कीर्ण गरिएको छ भने यहाँको सङ्घ सदस्य 1 जनाको भनाइ अनुसार उक्त दीपङ्कर बुद्धको स्थापना करिब 942 वर्ष अघि भएको देखिन्छ। यही दीपङ्कर बुद्धलाई ललितपुरमा हुने नियमित सम्यक महादान र ऐच्छिक सम्यक महादान पर्वहरू गर्दा पठाइएका निमन्त्रणा पत्रहरू सबैभन्दा पुरानो नेपाल सम्बर 668 सालको रहेको छ। ललितपुरमा प्रत्येक 4 वर्षमा सम्पन्न हुँदै आएको सम्यक महादान अर्थात् इलन सम्यकमा अहिलेसम्म पनि यहाँको दीपङ्कर बुद्धलाई निमन्त्रणा पत्र आइरहेको पाइन्छ। दीपङ्कर बुद्ध विराजमान गराइएको मन्दिर वर्तमान काठमाडौँ रत्न पार्कमा रहेको महाकाल देवताको मन्दिर जस्तै 2 तले मात्रै रहेको र विक्रम सम्वत 1980 सालतिर ठुलो मन्दिर बनाइएको भन्ने यहाँका सङ्घ सदस्यहरूको भनाइ रहेका छन्। त्यसपछि अन्तिम पटक विक्रम सम्वत 2033 सालमा जर्मन प्रोजेक्टले जीर्णोद्धार गरिएका थिए। बिहारको सङ्घ गतिविधि र सम्पदाहरूमा प्रसन्नशील महाविहार पशुपति महाविहारको नोनी दीपङ्कर विहार भएकोले यहाँ अलग सङ्घ छैन। तर प्रसन्नशील महाविहारको सबै सङ्घले गर्नुपर्ने कामहरू यही विहारमै गरिन्छ। यस विहारको दीपङ्कर बुद्धको दैनिक बिहान नित्य पूजा र साँझ सन्ध्या गर्ने कार्य भइरहेको छ। यस विहारको प्रमुख सम्पदाहरू मूल दीपङ्कर बुद्ध, कलात्मक देवता घर, नाम सङ्गीति, वज्रसत्व, विभिन्न शैलीका चैत्यहरू आदि रहेका छन्। 13औं महाविहार कुलरत्न महाविहार।
भक्तपुर नगरको वडा नम्बर 10 क्वाठण्डो टोलमा रहेको अर्को बिहार कुलरत्न महाविहार हो। प्रवज्या सम्बर कार्य समेत गरिँदै आएको सानो आकारको यस बिहारलाई भिखु बिहार भन्ने पनि चलन रहेको छ। यस बिहारको पूर्वमा नगाँचा, दक्षिणमा क्वाठण्डो पोखरी, पश्चिममा बेखाल टोल र उत्तरमा धर्मकीर्ति महाविहार यहाँ बा परेको छ। ऐतिहासिक पृष्ठभूमि: यस महाविहारमा रहेको एक स्तम्भ चैत्य रहेको छ। यस चैत्य नेपाल सम्बर 991 मा प्रसन्नशील महाविहार पशुपति महाविहारका सदस्य क्वाठण्डो टोलका श्री जुजुधन बुद्धाचार्यको परिवारले तत्कालीन राजा सुरेन्द्र वीर विक्रम शाहदेवको पालामा स्थापना गरिएको हो। यसै गरी यस अभिलेखमा डाटाको वंशावली र क्वापादेव भूषारोहण सम्बन्धी विवरण पनि उल्लेख गरिएको छ। बाहाको सङ्घ गतिविधि र सम्पदा: यस महाविहार सङ्घ सदस्यहरू बुद्धाचार्य शाक्य हुन्, तर आजभोलि यहाँको परम्परा लोप भइसकेको अवस्था छ। केही वर्षसम्म यस बिहार नजिकका सानो काजी शाक्यले क्वापादेवको नित्य पूजा गरिँदै आएको थियो। बाहाको क्वापादेव 3.5 फिटको पर्मपानी लोकेश्वर, स्तम्भ चैत्य, गणेश, महाकाल र हनुमानको मूर्ति यस महाविहारका सम्पदाहरू हुन्। 14औं बिहारमा धर्मकीर्ति बिहार पर्छ। धर्मकीर्ति बिहारको परिचय यस प्रकार छन्। भक्तपुर नगर वडा नम्बर 10 क्वाठण्डो टोलमा रहेको अर्को बिहार धर्मकीर्ति बिहार हो। स्थानीय जनताबीच यहाँ भई यौबी बिहारको रूपमा परिचित यस बिहार वास्तुस्वरूप अनुसार चतुष्कोणकार रहेको छ। बीचमा चैत्य रहेको यस बिहारको पूर्वमा नगाँचा, दक्षिणमा क्वाठण्डो पोखरी, पश्चिममा बेखाल टोल र उत्तरमा नगरकोट जाने बाटो रहेको छ। ऐतिहासिक पृष्ठभूमिमा यस बिहारको स्थापनाको बारेमा अहिलेसम्म कुनै अभिलेख प्राप्त भएको छैन। तर यस बिहारको नाममा नेपाल सम्बर 694 मा किर्तिपुरका क्वाठ नायक जय किर्ति भारोजुले आफ्नो बिहारमा गर्ने सङ्घ महाभोजको निमन्त्रणा पत्रमा यस बिहारको नाम धर्मकीर्ति बिहार भन्ने उल्लेख गरिएबाट यस बिहार भक्तपुरको पुरानो बिहार बहीहरूमध्ये एक हो भन्न सकिन्छ। यस बिहारमा नेपाल सम्बर 904 को शिलापत्र अद्यापि रहेको छ। बाहाको सङ्घ गतिविधि र सम्पदामा धर्मकीर्ति बिहार सङ्घका सदस्यहरू को हुन् भनी कितानका साथ भन्न नसकिए तापनि आजभन्दा 60-70 वर्ष अघि यस बिहारमा प्रसन्नशील महाविहारका विश्वकर्मा छेखलले वैद्य प्रदर्शन गर्ने गरेको यहाँका ज्येष्ठहरूको भनाइरहेको छ। 2-3 चैत्य बाहेक अरू सम्पदा यस बिहारमा देखिँदैन। हाल यहाँ धर्मकीर्ति नाम रहेको 3 तल्ले गुम्बा रहेको छ। 15औं महाविहारमा आदिम पद्म महाविहार परिचय यसरी छ। आदिम पद्म महाविहार भक्तपुर नगर वडा नम्बर 9 को तौलाछी तोरमा रहेको छ। यस बिहार पूर्वजित अर्थात् पेच्छु गर्ने अर्थात् वर्षी गरिने पुराना महाविहारहरूमध्ये एक हो। यस आदिम पद्म महाविहारलाई स्थानीय बासिन्दाहरूले टोँ बाहा भनेर पनि चिन्ने गर्दछन्। बाहाको वास्तुकला अनुरूप यस बाहाको चोक चतुष्कोणकार रहेको छ। यो बाहाको पूर्वमा चामासिंह, पश्चिममा बाकुपति नारायणको मन्दिर, दक्षिण पश्चिममा झेलाटोल र उत्तरमा सूर्यमणि दब्लिरहेको छ। ऐतिहासिक पृष्ठभूमिमा आदिम पद्म महाविहार स्थापना गर्ने डाटा र स्थापना समय स्पष्ट उल्लेख भएको अभिलेख अहिलेसम्म प्राप्त भएको पाइँदैन। यस महाविहारको सबैभन्दा पुरानो स्पष्ट प्रमाणको रूपमा नेपाल सम्मत 103 को अभिलेख रहेको छ। त्यसै गरी 503 ताकाको गोपाल राज वंशावली अनुसार यस महाविहारलाई यम्ब तुनु बिहार भनेर उल्लेख गरिएको छ। बाहाको सङ्घ गतिविधि र सम्पदा आदि यस्तो प्रकार छन्। आदि पद्म महाविहारमा बुद्धाचार्य शाक्य सङ्घ रहेको छ। यस महाविहारको सङ्घ करिब 25 परिवार रहेका छन्। यस महाविहारको सङ्घ सदस्यहरूबाट मनोनित भई प्रसन्नशील महाविहार चिनजु अर्थात् भण्डारी भएर परम्परा चलाइआएको छ। यस बाहाका कुलपुत्रहरू यही बिहारमा प्रवज्य गरे पनि हुन्छ र प्रसन्नशील महाविहारमा प्रवजित गरे पनि हुने प्रावधान रहेको छ। यहाँका सङ्घ सदस्यहरूले आलो पालो गरी बाहाको क्वापाद्य शाक्यमुनि बुद्ध, आगम देवता, चन्द महारोशनको बिहानको नित्य पूजा अर्थात् देखचाकी गरेर बेलुका सन्या पूजा आलो पालो गरी पूजा सञ्चालन गर्दै आइरहेका छन्। त्यसै गरी सबै सङ्घ सदस्यहरू मिलेर सम्यक महादान पर्व र पञ्चदान पर्वमा प्रसन्नशील महाविहारको दीपङ्कर बुद्धको जात्रा गरी परम्परालाई निरन्तरता दिँदै आएका छन्। 16औं बिहारमा खुसीबाहा अर्थात् चक्रवट बिहार, यसको परिचय यस्तो छ। भक्तपुर नगरको वडा नम्बर 7 हनुमान घाटको पश्चिम प्राङ्गणमा खुसीबाहा रहेको छ। यस बिहार परिसरमा लिच्छवीकालीन शैलीको चैत्य, पद्मपानी लोकेश्वर, 14औं-15औं शताब्दीको वज्र धातु चैत्य, महाकाल चैत्य र मूर्ति आदि सम्पदाहरू छरिएर रहेका छन्।
राष्ट्रिय अभिलेखालयबाट प्रकाशित नेपाल सम्मत 496 कार्तिक सुदी उल्लेख भएको एक तम्सुक पत्रमा यस बिहारको नाम रहेको छ। साथै कोठो बिहार या याथुर बिहारको नाम पनि उक्त तम्सुक पत्रमा उल्लेख गरिएको छ। 17औं बिहारमा धर्म उत्तर महाबिहार अर्थात् मुनि बिहार। परिचय। भक्तपुर नगरको वडा नम्बर 60 खचतोलमा धर्म उत्तर महाबिहार रहेको छ। स्थानीय जनता बीच मुनि बिहारको नामले परिचित यस बिहार वास्तु स्वरूप अनुसार चतुष्कोण आकार रहेको छ। बीचमा चैत्य रहेको यस महाबिहारको पूर्वमा महेश्वरी पीठ, दक्षिणमा हनुमान घाट, पश्चिममा गोलमरियाटा र उत्तरमा इनाचुतोल रहेको छ। यसको ऐतिहासिक पृष्ठभूमिमा बिहारमा प्राप्त शिलापत्र अनुसार यस्तो धर्म उत्तर महाबिहारको स्थापना नेपाल सम्मत 776 मुनि वज्राचार्यले गरेका हुन्। मुनि वज्राचार्यले नेपालको उत्तरमा पर्ने ल्हासा अर्थात् तिब्बतमा गई बौद्ध धर्म अध्ययन गरी सोबाट प्रेरित भई धर्म गर्ने क्रममा स्थापना गरिएको बिहार भएर धर्म उत्तर भन्ने शब्द राखे बिहारको नाम नै धर्म उत्तर महाबिहार रहन गएको भन्ने कथन रहेको छ। बिहारको सोही शिलापत्रमा नेपाल सम्मत 787 यस महाबिहारमा शाक्यमुनि बुद्ध, दीपङ्कर बुद्ध, धर्म धातु चैत्य, गणेश महाकाल, चक्र सम्बर देवता स्थापना गरिएको छ। बाहाको सङ्घ गतिविधि र सम्पदा यस प्रकार छन्। यस धर्म उत्तर महाबिहारका सङ्घ सदस्यहरू इन्द्रवर्ण महाबिहार बुद्धाचार्य शाक्यहरू नै हुन्। प्रवजित कार्य गर्ने महाबिहार भए तापनि यहाँ प्रवजित कार्य गरेको भन्ने सुनिएको छैन। यस महाबिहारमा सङ्घबाट बाहाको क्वापाड्यो आगड्योलाई नित्य पूजा र संज्ञा गर्ने कार्य गरेको बारे कुनै जानकारी पाइँदैन। यसरी वर्षौंसम्म बिहारमा पूजा आज गर्ने कार्य बन्द भएको कारणले गर्दा आजभन्दा 70 वर्ष जति अगाडि ठेरबार भिक्षुहरूलाई यस महाबिहार हस्तान्तरण गरेको देखिन्छ। आजभोलि यस बिहारमा ठेरबार परम्परा अनुसार सङ्घ परम्परा चलिआएको देखिन्छ। नेपालको प्रमुख उपोषठगार अर्थात् भिक्षु बनाउने स्थलको रूपमा परिचित छ। 18औं महाबिहारमा इन्द्रवर्ण महाबिहार। परिचय। भक्तपुर नगर वडा नम्बर 60 को इनाचुतोलमा अवस्थित प्रवजित अर्थात् भिक्षु गरिने एक परम्परागत महाबिहार इन्द्रवर्ण महाबिहार हो। यस महाबिहारलाई स्थानीय जनता इनाबाहा, इनाचोबाहा भनेर पनि चिन्ने गर्दछन्। यो बाहाको वास्तुकला अनुसार चतुष्कोण चोक बनाइएको छ। यस बाहाको पूर्व दिशामा वाचुतोल, दक्षिण दिशामा मुनि बिहार हनुमान घाट, पश्चिम दिशामा गोलमरी पलिखेल र उत्तर दिशामा तजपाल दत्रात्रेय जाने मूल बाटो छ। यसको ऐतिहासिक पृष्ठभूमिमा इन्द्रवर्ण महाबिहारको स्थापना नेपाल सम्मत 741 राजा ज्योति मल्लको शासनकालमा देवसिंह बुद्धाचार्य, जयसिंह बुद्धाचार्य र मेलुसिंह बुद्धाचार्यहरूको समयमा भएको देखिन्छ। त्यसबेला श्री देवसिंह बुद्धाचार्यले बन्दिमस्थानको युलटोलको हरि नामको व्यक्तिसँग लम्बाइ 42 हात र चौडाइ 36 हातको जग्गा किनेका थिए। सोही जग्गामा यो बिहार बनाएको देखिन्छ। बाहाको सङ्घ गतिविधि र सम्पदामा इन्द्रवर्ण महाबिहारमा बुद्धाचार्य शाक्य सङ्घ छन्। यहाँका सङ्घ सदस्यहरूले आलोपाल गरे यस महाबिहारमा गर्नुपर्ने बाहाको क्वापाड्य, आगम देवताको बिहान गर्नुपर्ने नित्य पूजा र सन्ध्याकालमा गर्नुपर्ने संज्ञा पूजाहरू गरिआएका छन्। त्यस्तै नै आवश्यकता अनुसार बाहामा गर्दै आएका प्रवजित कार्यलाई समयअनुसार सामूहिक रूपले सम्पन्न गर्दै आएका छन्। यस्तै सङ्घबाट गोला महिनामा गोला बाजा बजाएर भक्तपुर नगर र काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्थापित बाहा चैत्य परिक्रमा गरिआएका छन्। यस बाहामा प्रत्येक वर्ष कटी पुनीको दिनमा यस बाहाको मूल चैत्यको भूषादह गर्दै आएका छन्। यस महाबिहारका प्रमुख सम्पदाहरू बाहाको क्वापाड्य, अक्षोभ बुद्ध, गणेश महाकाल, बाहाको मूल चैत्य, आगम देवता हेबोज र नैरात्म्य हुन्। 19औं बही अर्थात् अन्तिम बहीमा मङ्गोल धर्मदीप बिहार अर्थात् झौर बही। यसको परिचय यस्तो छ। भक्तपुर नगरको वडा नम्बर 7 स्थित गोलमरी टोलमा मङ्गल धर्मदीप महाबिहार रहेको छ। स्थानीय बासिन्दाहरूले झौर बहीको रूपमा चिनिएको यो बहीको वास्तुकला वर्गाकार चोक र चारैतिर चतुर्शाला परिधिमा घर निर्माण गरिएको छ। प्रत्येक वर्ष घुला महिनामा गर्ने पन्ध्रा पर्व र सम्यक महादान पर्वमा जात्रा गर्ने दीपङ्कर मूर्ति यस बिहारमा रहेको छ। यो बहीको पूर्व दिशामा पलिखेल, दक्षिण दिशामा सुकुलढोका जाने मूल बाटो, पश्चिम दिशामा गोलमरी ढुङ्गे धारा र उत्तर दिशामा चोर्चाटोल रहेको छ। यसको ऐतिहासिक पृष्ठभूमिमा मङ्गल धर्मदीप बिहार झौर बही स्थापना भएको समयको अभिलेख अहिलेसम्म प्राप्त भएको छैन।
तर यस बहीमा भएको एक शिलापत्रमा राजा विश्व मल्लको समयको नेपाल सम्बर 676 को फागुन महिनामा चतुर्बम महाविहारको सङ्घले यस बहीको जीर्णोद्धार गरेर बाहापूजा गरेको र पञ्च तथागत जात्राको व्यवस्था गरिएको उल्लेख गरिएको छ। बिहारको सङ्घ गतिविधि र सम्पदाहरूमा मङ्गल धर्मदेव बिहारमा सङ्घहरू चतुर्वर्म महाविहारको टौरी छेक खलक रहेका छन्। सङ्घ सदस्यहरूको 3 दिने बिहान नित्य पूजा र सन्ध्याकालमा बत्ती चढाउने कार्य गर्दै आएको छ। त्यसै गरी पञ्चदान पर्व र सम्यक महादान पर्वमा पनि दीपङ्कर बुद्धको जात्रा गर्दै आइरहेको छ। यस बहीको मूल सम्पदाहरूमा बहीको क्वापाद्य शाक्यमुनि बुद्ध, दीपङ्कर बुद्ध, मूल चैत्य र आगम देवको रूपमा वज्रदेवी रहेका छन्। प्रिय श्रोताहरू, प्रस्तुत लेख पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति बहाबही चिनो सम्पदा संरक्षण गरौँ भन्ने यो लेख मजदुर दैनिकबाट चाहिँ साभार गरिएको हो। यसमा लेखिएको लेख चाहिँ समाप्त भयो। लेख चाहिँ श्रवण गरिदिनु भएकोमा हार्दिक धन्यवाद छ।